केपी बा दमकमा तपाईले बनाउनु भयो भ्यू टावर कति 2 अरब कति खर्च गरेर त्यहाँ कतिले रोजगारी पाए मिस्त्री यो हेर्नुस् यो जुट मिल यहाँ 7,000 मान्छेले काम गर्थे हेर्नुस् यो मेसिन त्यतिकै पडिरहेछ विराटनगरमा यदि तपाईले त्यो जुट मिल त्यो दमकमा लगाउने पैसा तपाईले यहाँ लगाइदिनु भएको भए यहाँ 7,000 भन्दा बढी मान्छे रोजगारी पाउँथे देशको अर्थतन्त्रमा ठूलो टेवा पुग्थ्यो हेर्नुस् यो कबाडी भइरहेछ यो विराटनगरको जुट मिल यो मेसिनहरु त्यतिकै कबाडी भए हेर्नुस् यो कबाडी भयो यतिकै थन्किरहेको छ केपी बा सुन्नुस् है केपी बा भनेको केपी ओली खड्ग प्रसाद ओली नेपालको प्रधानमन्त्री दमकमा जुन टावर बनाउनु भयो नि मिस्त्रीले काम पाउँछ जनले पाउँछ गिट्टीवालाले पाउँछ खै के रोलावालाले पाउँछ भन्नुहुन्थ्यो नि यहाँ तपाईले लगानी लगाइदिनु भएको भए त्यो पैसाले यहाँ हजारौं मान्छे रोजगारी पाउँथे हेर्नु त्यसको ठूलो अर्थतन्त्रमाले टेवा पुगाउँथे हेर्नुस् तपाईका सल्लाहकार कस्ता छन् तपाई नै कस्तो हुनुहुन्छ त्यसैमा शंका छ सल्लाहकार त तपाई जस्तो त्यस्तै सल्लाहकार राख्नु भएको छ तपाईले भनेकोमा ह मिलाउने खालकालाई सल्लाहकार राख्नुहुन्छ हेर्नुस् त यी सबै कबाडी लगाएको छ हेर्नुस् त अनि उद्योगहरु तपाईले के नयाँ के गर्नुहुन्छ भकोलाई त गर्नु भएन नयाँ उद्योग त तपाईहरुको कल्पनै छोड्दिनुस् तपाईले नयाँ उद्योग एउटा बनाऊ बताइदिनुस् कुन हो तपाईले एउटा यत्रो वर्ष प्रधानमन्त्री हुनुभयो बनाएको एउटा भन्नु हेर्नुस् त यत्रो भएको उद्योगहरु बर्बाद छ हेर्नुस् यत्रो मेसिनहरु हेर्नुस् त यतिकै छ हेर्नुस् जमिन आफ्नै छ सब थोक आफ्नो भएको छ यसरी छ तपाईहरु कहिले यतातिर ध्यानै गर्न ठुला गफ दिनु हो तपाईहरुले ए पानी जहाज ल्याइदिन्छु ए ग्यास ल्याइदिन्छु ए घरमा यो ल्याइदिन्छु के ल्याइदिनु भयो तपाईले भकै चिजलाई संरक्षण गर्न सक्नु भएन हो केपी बा ल आउनुस् विराटनगर यो जुटिङमा हेर्नु होला हो केपी बा यो ल हेर्नुस् यो कबाडी तपाईहरुले बर्बाद गर्दिनु भयो हेर्नुस् तपाईहरु आँसु लाग्छ हो केपी बा सधैँ तपाईको सत्ता रहिरहँदैन यसले तपाईलाई ठुलो चाहिँ पछुतो पनि हुन्छ मैले किन यस्तो गरिन भनेर यति राम्रो गर्दिनु हो नि यति गरिबले तपाईहरुलाई आशीर्वाद दिने थियो यति राम्रो हुने थियो हेर्नुस् बर्बाद छ यो मेसिनहरु ल हेर्नुस् त 125 बिघा जमिन यसको हेर्नुस् यसको यो रेलसँग जोडिएको हेर्नुस् यहाँ सामान इन्डिया निर्यात गर्न यति सजिलो सबै गुलजार थियो ल हेर्नुस् यहाँ ल यो हेर्नुस् आज यो बर्बाद भएको छ केपी बा हेर्नुस् यस खण्डर यो तपाईले जे गर्नुभयो नि अब यसरी अहिले यो जुन फ्याक्ट्री खण्डर भएको छ एक दिन तपाईको